आदरणीय दर्शकबिन नमस्ते। म हुँ लोकदोहोरी गायक प्रकाश सपुत र मेरो हातमा भएको यो बाजाको नाम हो सारङ्गी बाजा। नेपाली लोक सङ्गीतमा निकै पुरानो इतिहास बोकेको र मौलिक बाजाको रूपमा लिइन्छ सारङ्गी बाजालाई। पहिले गन्धर्व जातिहरूले देश विदेशका खबरहरू लयात्मक ढङ्गले सारङ्गी रेटेर गाउँ गाउँसम्म पुर्याउने हुनाले पनि नेपाली लोक सङ्गीतमा सारङ्गी बाजा निकै प्रख्यात पनि छ। तर दुःखको कुरा आजभोलि नेपालमा यस्ता बाजाहरू कमै मात्रामा देखिन्छ अथवा देख्नै छाडिएको छ। नेपालमा बिस्तारै लोप हुन थालेको यो अवस्थामा हामीले जापानमा यस्ता व्यक्ति भेट्यौँ जसले सारङ्गी बजाउँदैनन् मात्र आफै बनाउँछन् पनि। जापानमा समयको यति धेरै महत्त्व छ कि यहाँ मिनेटको महत्त्व छ। यद्यपि यो व्यस्त समयका बावजुद पनि सारङ्गी बजाउने सारङ्गी बनाउने एक कलाप्रेमी हुन् मनबहादुर थापा। यो मैले समाएको सारङ्गी पनि उहाँले नै निर्माण गर्नुभएको हो। उहाँले थुप्रै सारङ्गीहरू निर्माण गरिसक्नु भएको छ। उहाँले बनाएको एक सारङ्गी नेपालका प्रख्यात सारङ्गी वादक श्याम नेपालीलाई उहाँले उपहार दिनुभएको थियो र श्याम नेपालीका छोरा प्रिन्स नेपालीले त्यो सारङ्गी आजभोलि टेलिभिजनका विभिन्न कार्यक्रमहरूमा बजाउन थालेका छन् भने मनबहादुर थापाले आफूले बनाएको सारङ्गी फेसबुकमा राख्दाखेरि देश विदेशबाट म्यासेजहरू आउन थालेको छ। सारङ्गी कसरी बनाउनुको देख्दै आकर्षक अनि हामीले खरिद गर्नु पर्यो अथवा हामीले त्यो सारङ्गी उपलब्ध गराउनु पर्यो भनेर हजारौँ म्यासेजहरू आउन थालेका छन् मनबहादुर थापालाई। कसरी निर्माण गर्नुभयो यो मैले समाएको सारङ्गीले के आकर्षक छ? यो सारङ्गी चाहिँ हाम्रो नेपालमा पुरानो बाजा त हो तर नेपालमा त्यति व्यवस्थित रूपमा बनाइएको छैन र मलाई यसको आवाज साह्रै नै मनपर्ने पहिलेदेखि थुप्रै सारङ्गी बनाएको छ र चाहिँ भने जस्तो सारङ्गी अझै पनि बनाउन सकेको त छैन। तर अहिले जब जापानमा आइसकेपछि यहाँको यो काठ यहाँको जस्तै भाइलिन कसरी बन्छ, सारङ्गी गिटार कसरी बन्छ इन्टरनेटमा खोज्दा बनाउने मान्छेलाई सोद्धा उहाँले चाहिँ यो उनको बनाउँदा यस्तो हुन्छ त्यो मलाई ज्ञान दिनु हो। त्यही अनुसार जापानको प्रचलित काठो यो केयाकी भन्छ है, केयाकी काठो यो पनि बढी केयाकी काठो यसको उडलाइन साह्रै नै काठको यो रेसा अति नै राम्रो छ, राम्रो आउँछ खाक्सी लगाएर र यसमा चाहिँ अब छाला चाहिँ नेपालबाट लिएको गोराको छाला हो। यो चाहिँ भेडाको छाला तबलामा लगाउने छाला हो र यो काठ जापानको थाइको हुने ठुलो ड्रम बनाउँछ जापानले अति नै राम्रो यसको गुर्किन्छ, नेपालीमा गुर्किन्छ यसको आवाज अति नै राम्रो हुनाले सारङ्गीको पनि आवाज राम्रो आउँछ कि भनेर यो काठ चुज गरेर बनाएको र अति नै साह्रो काठ छ यो बनाउनु धेरै गाह्रो छ, समय पनि धेरै लाग्छ। तर चाहिँ मैले यो दुइटै सारङ्गी निर्माण गर्दा माथिपट्टि सेतो भन्छ यो सेतो भाग, यो सेतो भागको काठ चाहिँ मेप्पल भन्छ। यो मेप्पल चाहिँ क्यानाडाको झन्डामा यस्तो एउटा पात हुन्छ त्यो पात भएको रुखको नाम चाहिँ मेप्पल ट्री हो। भनेपछि यो काठ क्यानाडाको काठ हो यो र यो चाहिँ भायोलिनको नेक अनि बोडी पनि यसको बन्छ र गिटारको इलेक्ट्रिक गिटार बेस गिटारको नेक पनि यही मेप्पलको प्रायः बनेको र यसमा यो मुर्रा नेपालीमा यसलाई मुर्रा भनिन्छ। यसको मुर्रा चाहिँ नेपालमै काठे सिसो नेपालमा कुदाएर ल्याएको यो चाहिँ नेपालको सिसा हो र यो घोडीको भाग चाहिँ यो अफ्रिकाको कोकतान भन्छ यो अफ्रिकाको भाग हो। यो कालो भाग यो काठै र यसमा पनि यो एक कोकतानकै बनाएको छ भने यसको मुर्रा चाहिँ मैले यसलाई भायोलिनको नक्कल गरेर माथिको बोडी चाहिँ हाम्रो सारङ्गी थियौँ नेपाली स्टाइल र माथि चाहिँ यो भायोलिनलाई अलिकति इमेज गरेर बनाएको र यसको पनि यो चाहिँ मेप्पल यो चाहिँ कोक्ता गोराको छाला र यसमा चाहिँ सजिलोको लागि पिकअप राखेर साउन्ड पनि पठाउन सजिलो पिकअप पनि राखेको छ। यसमा जस्तो कि अब मैले तपाईँको फेसबुकमा पनि देखिरहेको छु म्यासेजहरू अथवा कमेन्टहरू पनि आइरहेका छन्। मनबहादुरजी तपाईँले चाहिँ व्यवसायिक रूपमै सारङ्गी बनाउनु पऱ्यो, हामीलाई पठाइदिनु पऱ्यो, बेच्नु पऱ्यो भन्ने कुराहरू गरिरहनु भएको छ र केही व्यक्तिहरूले चाहिँ सारङ्गी निकै महँगो पऱ्यो, ठिक्कको राम्रो सारङ्गीहरू बनाएर तपाईँले बेच्नु पऱ्यो भनेर पनि
तपाईँले चाहिँ यो व्यावसायिक रूपमा नगरेर रबरको रूपमा गर्नुभएको छ। यद्यपि नर्मल्ली यति धेरै मेटेरियलहरू विभिन्न देशका काठहरू प्रयोग भएका छन्। नर्मली कति जति लगानी हुन्छ यो मेटेरियललाई मात्र तपाईँको त्यो यसको मेटेरियल परिश्रम बाहेक भन्नुभयो भने काठको मात्रै जस्तै एउटा यसको लागि मैले जो काठ किनेको त्यो काठको मात्रै 15,000 अनि यसको माथिको छुट्टै छ यसको 7,000 अनि यो कोप्तान भन्ने अफ्रिकाको फुड हो, यो अति नै महँगो छ। अनि त्यस्तै गरेर यसको स्ट्रिङहरू मैले यसमा भाइलेनको अनि नेपालको सीताहरूको स्ट्रिङहरू लगाएर बनाउँछु र भाइलेनको स्ट्रिङहरू महँगो छ। समग्रमा भन्दा यसलाई हजुरको आफ्नो लगानी आफ्नो मेहनत छोडेर मेटेरियलको लागि मात्रै 50,000 जति यसलाई खर्च भएको छ। एकदमै अब यो सारङ्गीलाई के निरन्तरता दिनुहुन्छ बनाउने कामलाई? अनि म यसलाई चाहिँ अझै कसरी हुन्छ व्यवस्थित बनाउने र हाम्रो नेपालमा जति पनि सारङ्गीहरू बनेको छ यहाँ म अहिले जापानमा भएको हिसाबले विभिन्न जापानिजहरूलाई मेरो आफ्नो प्रोग्रामहरू देखाउँछु, जानकारी रेटेर सुनाउँछु। यस क्रममा नेपालबाट मैले प्रेजेन्ट पाएको एउटा लिएको छु, तर यो माथिको फुट के भन्छ उहाँले भन्नुहुन्छ, तर मैले त्यही कुरालाई ध्यान दिएर यो चाहिँ नचिप्लोस् भनेर अनि यो जति हजुरले जस्तै गर्नुहोस् तार छिल्ला तपाईँले चिप्लिँदैन मैले यो हिसाबहरू मसिनो कुराहरू सोचेर बनाएको र अझै पनि यसलाई निरन्तरता दिएर कसरी हाम्रो नेपाली बाजा सारङ्गी अलिकति प्रचलित गराउन सकिन्छ भन्ने हिसाबले मलाई श्याम नेपालीजीले पनि धेरै कुराहरू श्याम नेपालीजी, किरण नेपालीजी, दिनेश नेपालीबाट रसिल लान्चुजी उहाँले पनि थुप्रै एडभाइसहरू दिनुहुन्छ। भरत नेपालीजी जो नेपालको वरिष्ठ सारङ्गी भरत हुनुहुन्छ, उहाँबाट पनि म थुप्रै फोन मार्फत ज्ञान लिएर निरन्तरता दिइराखेको छु र अझै पनि कसरी हुन्छ अझै राम्रो। र यसपछि मैले उहाँ भाइहरूले भनेअनुसारको एउटा बोडीलेस सारङ्गी इलेक्ट्रिक बोडीलेस सारङ्गी बनाउने अबको जमानामा छु के कस्तो हुन्छ बाँकी चाहिँ भविष्यले जनाउला। हस्, धन्यवाद। धन्यवाद। यहाँहरूले पनि सारङ्गीको बारेमा अथवा अझै धेरै जानकारी लिन चाहनुहुन्छ भने मनोथाबाट फेसबुकमा पनि यहाँहरूले हेर्न सक्नुहुनेछ र नेपाली लोकसङ्गीतलाई, नेपाली कला संस्कृतिलाई, मौलिक बाजाहरूलाई संरक्षण गरौँ, यसरी मनबहादुर थापाले जस्तो संरक्षण गरौँ, प्रवर्धन गरौँ, यही भन्न चाहन्छु। धन्यवाद।